फेरि पनि पञ्चायत खडा गर्ने जुन एउटा कार्यक्रम सञ्चालन भइरहेको तपाईहरुले सामाजिक सञ्जालमा देख्नुहुन्छ। त्यो कुराहरू कस्तो कस्तो मान्छे छन् अगाडि तपाईहरु भन्नुहोस्। दुर्गा प्रसाईको वचनहरू बालेन जस्ताहरू स्वतन्त्र भनेर तपाईँ हाम्रो अगाडि अत्यन्तै विकास प्रेमी भनेर अगाडि बढेका छन्। तपाईहरु देख्नुभयो अस्ति जुलुसमा भारतको मुख्यमन्त्रीको फोटो थियो। यो देश भारतमा बुझाउने चेष्टा भइरहेको छ विकासको नाममा। यहाँ बेउदलवादी नेताहरूले खाए सके भ्रष्टाचार गरे देश बेचे भन्ने नाममा खबरदार यो कुरालाई विश्वास नगर्नु हुन हामी अनुरोध गर्दछु। 2033 सालको घटनामा नारदमणि बाजेले हामीलाई यही हात्तीसारमा यहाँनिर राति षड्यन्त्रपूर्ण कर्मचारी पठाएर सही गराइँदै थियो 10-10 कट्ठामा। अनि यसलाई निरकुञ्ज बनाउने नीति बनाएको थियो राजा महेन्द्रले। त्यसबेला हामीलाई वारन्ट गर्यो। हामी दार्जिलिङ सिक्किमतिर 6 महिना वर्ष दिन हामी गयौँ। पछि वारन्ट हामीलाई बन्दी बनाएर केही समय राखेर फेरि फुकुवा गर्यो र नारदमणि बाजेले ठुलो लडाइँ लड्नुभयो। ठुलो चाहिँ विवाद सिर्जना भएको थियो। हामी लडाइँ लडेर जितेका थियौँ। त्यो दिन आज पनि बसालीहरू मालिक पनि रहेको छैन। यसमा कसैले चाहिँ वास्ता गरेको छैन। त्यसले गर्दाखेरि आम बसालीलाई म आह्वान गर्छु। आम जनजाति आदिवासी साथै सबै समुदायहरू फेरि पनि पञ्चायतको विरुद्धमा उठ्नुपर्ने जरुरी छ। यो आह्वान हाम्रो सुरु भयो। अब आन्दोलन सुरु छ। पश्चिमाञ्चलमा 5 क्षेत्रमा गरिनेछ र अन्तिममा पूर्वाञ्चलको भन्छु 2030 गते आम पूर्वाञ्चलको जनसभा नेकपा एमालेको नेतृत्वमा हुनेछ। यहाँ सहभागी पनि भइदिएर कुरा सुनिदिनु पर्यो। धेरै कुराहरू सामाजिक सञ्जालमा झुट्टा कुराहरू पनि प्रचार गरेका हुन्छन्। यथार्थ कुरा त्यो हामीले सबै कुरा त्यसलाई सुन्नु हुँदैन। त्यसले गर्दाखेरि अब हाम्रो र्याली अगाडि बढ्नेछ। शनिबारसम्म कोन सभा हुँदै बर्खे डाँडा अन्त्य हुनेछ। यहाँहरू बाँकी यति कोही हुनुहुन्छ यहाँ उपस्थित दाजुभाइ दिदीबहिनीहरू अरू नजिकमा हुनुहुन्छ भने हामीसँग हिँड्नुहोस्। कुनै मोटरसाइकल छ कि कुनै पनि सामान्य टेम्पो लिएर हामी शनिबारे जाउँ भन्दै म 2 शब्द टुङ्ग्याउँछु। राजतन्त्र 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 राजा हामीलाई चाहिँदैन। राजा हामीलाई चाहिँदैन। राष्ट्रियता स्वाधीनता कायम गर। भारतीय विस्तारवाद मुर्दाबाद। धर्म संस्कार स्वतन्त्र कायम गर। हिन्दू सनातन धर्मको नाममा हस्तक्षेप नगर। धन्यवाद। जाउँ अगाडि।